हाम्रो सभ्यता वैदिक सभ्यता हो। हामीसँग किराँत सभ्यता छ, बौद्ध सभ्यता छ, बोन सभ्यता छ। हिन्दू त उनको पहिचान हो। त्यसकारणले हिन्दूको नाममा यहाँ आफ्नो पोलिटिकल विचारधारा लाद्ने उनको खेल थियो। उनले चाहिँ हिन्दुत्व भनेको पोलिटिकल आइडियोलोजी हो भनेका छन्। अनि उनको प्रभावको यहाँ हिन्दुत्व भयो भने त उनको राजनीतिक विचारधारा स्थापित हुने भयो। त्यो भने के? अखण्ड भारत। उनको राजनीतिक विचारधाराको मुख्य चाहिँ तपाईँको तत्त्व भनेको अखण्ड भारत। लुम्बिनीको नक्सा हालेर चाहिँ त्यो अयोध्यामा कार्यक्रम गरेको देख्नु भएन हो र? त्यसकारणले उनले घुमाएर नेपालीहरूलाई हिन्दुत्वको नाममा घुमाएर अखण्ड भारतको कन्सेप्टमा लग्न खोजिरहेछन्। जस्तो लेन्डो दोर्जीलाई उचालेर चाहिँ सिक्किम खाएपछि लात हान्ने पठाइदिए नि, सिक्किम खाइदिए नि दोर्जीलाई प्रयोग गरेर। अनि हिन्दू कार्ड प्रयोग गरेर नेपालीहरूलाई गुलाम बनाउने, उनले जे गर्छन् जे भन्छन् त्यसको समर्थक बनाउने, नेपालको अस्तित्व सक्ने, अखण्ड भारतमा